ओहो केटा हो यो माथिको छेड हेरौँ न नेमार जुनियर यस्तो गरिरहेछ नि हैन फाइनल्ली सान्तोस रेलिगेसन क्षेत्रबाट बाहिर उत्रिएका छन् कोही को सपना हुन्छ ट्रफी जित्ने हो त्यस्तै सपना थियो नेमारको ट्रफी हैन आफ्नो टिमलाई कसरी हुन्छ रेलिगेसन क्षेत्रबाट बाहिर निकाल्ने नेमारको त्यो सपना पूरा भएका छन् इन्जुरी भई फाइट गर्दा फाइनल्ली टेबलको तेस्रो स्थानमा रहेको क्रुजेरोलाई 3 हानेर सान्तोसले रेलिगेसन क्षेत्रबाट बाहिर निस्किएका छन् भावुक पनि भाथे नेमार जुनियर हुन्छ नि सपना हुन्छ के एउटा यो मोमेन्ट यो माहौल यो क्षण सान्तोसले कहिले पनि बिर्सिन्न नेमार जुनियरलाई जिन्दगीभर मनमा राखिरहा हुन्छ है नेमारको यो सपना पनि पूरा भएका छन् खेल्न मिल्दैन भनेर कति सुझाव सल्लाह दिएका थिए म्यानेजमेन्ट टिम डाक्टरहरु सबैले कसैको कुरा पनि नसुनिकन के रिसमा राखेर आफ्नो शरीर आफ्नो घोडालाई फाइट गर्छ रेलिगेसनमा नजाओस् है मेरो टिम भनेर यो हो नि त एउटा टिम प्रतिको माया आफूलाई जन्म दिएको क्लब प्रतिको माया वासो नेमार जुनियर सधैँभर सम्मानका साथ लभ यु भन्न चाहन्छु यसैगरी सान्तोसको फ्यान्स र नेमारको फ्यान्सहरुलाई धेरै बधाई र कङ्ग्रेचुलेसन पनि भन्न चाहन्छु जय नेमार।